ल जय नेपाल है त गाइजहरु आर्मी हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो अनि अब आज पनि मेरो सुरुवात निकै साइकलबाट भएको छ। आज चाहिँ म पछाडि बस्ने है आनन्द आमामा हिजो मलाई कस्तो रुवाई पार्दै क्या धन्न लोडाएको मलाई। सो आज यहाँ है अर्कोले फेरि यो पाइदल फुस्का र मैले बल्ल बल्ल बनाइदिएको यो नट कसेर यो पुरै फुस्का चाहिँ यो पुरै मैले चाहिँ 2-4 दिनबाट फेरि साइकलले झिकेको छैन। आमामा ल तिमी नि आयो भ्लग। सो गाइस मेरो सब्सक्राइबर जता नि भेटिन्छ नै ल। सो आज चाहिँ कतै जाने भन्दाखेरि आज त म मस्तरै पछाडि बस्ने है। अनि मैले चाहिँ 2-4 दिनबाट साइकल पनि झिकेको छैन किनकि मेरो खुट्टामा काटेर छ। अझै नयाँ उपति गर्छ भनेर मम्मीले अहिले झिक्नु दिनुभएको छैन ताला राख्दिनु हो। सो अब के गर्नु अब यहाँ चाहिँ यिनले के अरे नयाँ उपति यहाँ चेन बिगारेर चेन त होइन कहाँ कहाँको नट खोले यिनले। सो आज चाहिँ म पछाडि बसेर भ्लग बनाउने यिनले चलाउँछन् निखिलले। सो आज जाने भनेको चाहिँ राइडमा भन्नाले अब डेली भ्लग हाल्ने भएपछि कन्टेन्ट पाइहालेँ मैले नि। सो राइड त नहुन त्यता उसमा जाने हो मामाहरूतिर त्यस्तै मामाहरू बुढा मामाहरू के भन्ने हो त्यतातिर जाने हो। सो मैले नि कन्टेन्ट पाएँ यही मौकामा डेली भ्लग हाल्नु परेपछि त अब कन्टेन्ट पाए मतलब उस पाएँ अब यसैमा भ्लग बनाउँछु अनि त्यति हो आजको भ्लग। अब मैले साइकल पाएपछि मतलब यो घाउ हल्का अहिले त सन्चो हुनु लाग्यो यस्तो भयो है अहिले हल्का सन्चो हुनु लाग्यो। अनि निखिनी हासन आमामा यिनी हो है आजको राइडर यहाँ ड्राइभर मेरो। सो हल्का अहिले अलिअलि सन्चो भयो। सो अब चाहिँ अब साइकलमा मोटो भ्लगिङ गर्न लागेपछि चाहिँ अलि मेरो उस इम्प्रुभ गर्छु के फर्स्ट सेकेन्ड थर्ड फोर्थ त होइन थर्डसम्मको चाहिँ मेरो भ्लगहरू चाहिँ ठिकैको आएको थियो राम्रो नि भने होइन मैले। सो तर त्यति जतिको नि अहिले आएको छैन कि भ्लगमा। हिजोको भ्लग पनि खासै केही राम्रै भएको छैन। सो म धेरै बोल्ने भिडियो नि झ्याउलाउँदो हुन्छ यार यस्तो बोलेर बस्नु हुन्न कि है झ्याउलाउँछ है। सो यस्तो बोल्ने बेला अकमकेपछि नि मलाई यस्तो रिस उठ्छ। यो पनि जाँदो रहेछ यार यिनले नयाँ उपति गरे यो पनि घुमायो यो पहिलेदेखि गएको थियो। सो अब चाहिँ म त्यतै बाटोमा गएर भेटौँ है त स्टोरेज नि फुल हुन लाग्छ है। है गाइजहरूले चलायो अहिले हाबुई ल सर हावा सरिरहा यस्तो छ के म आउने बाटै हो यो चलाउन त मिल्छ अहिले ओह्रालो म सक्छु भनेर चलाएको के यसले पखाइ गाडी आख यही यस्तो पाराले चलाउँछ यार दुईजनामा नि उस हाने खै अब पानी त पर्यो यार पानी पर्यो यार यस्तो पानी पर्न लाग्यो यार भ्लग हे गाइस यार यसको फेरि खस्यो यार। सो गाइस म चाहिँ अब एकैचोटि तल्लो बाटोमा गएर भेट्छ यसको फेरि खसाले छ ल गाइस यस्तो अवस्थामा फस्यो है यस्तो बाहिर यस्तो पानी परिरहेछ बल्ल बनायो जाम चल्दिउँ पानी परिरह भिडियो रेकर्ड चाहिँ नहाल्नु पनि भयो के गर्ने हौ छिटो चाहिँ राख्यो ल गाइस आर्मीहरू आएको हामी चाहिँ अहिले यहाँ घरमा थियौँ ट्याक्क जुममा रहेछ ल यति नै मन पर्यो भिडियोलाई लाइक हानिदिनु। थ्याङ्क यू फर वाचिङ बाई।